नमस्ते गाइज, आज म चाहिँ मोमो खान मन लागेको घरमा नानीहरूलाई मोमो खाने भन्दैछन् अनि त्यही भएर मोमो बनाउन लागिरहेको छु। मोमोको भाँडा, मोमो बन्दाकोपी अनि अचार टमाटरहरू छानी उसिन्दैछु। त्यहाँदेखि अब बदामलाई पनि हल्का पकाउनु पर्यो भुटेर। अब यो गर्छ प्याज काट्दै गर्छु, उता उम्ले गर्छ उता काट्दै गर्छ, उता यता किमा पनि म रेडी गर्दै गर्छु। मेरो चाहिँ एउटा यो किमा बनाउने मिसिन पनि थियो कि, त्यसलाई म अहिले भन्छु अब यहाँ अचारको लागि यहाँ रेडी गर्नु पर्यो। अचार मिक्सरमा लाइन जान्छ कि त पानी पर्न लागेको छ, बाहिर लाइन जान्छ होला भन्छु। सुरु गरेँ यहाँ पहिला किमा बनाउनुभन्दा अगाडि चाहिँ अचारको लागि यहाँ तयारी गर्दैछु। लाइन गयो भने अब यहाँ मेरोमा त इन्भर्टर छैन नि त, इन्भर्टर दिन चल्दैन लाइनको घरमा। अनि प्याज काटेर अनि यो यसमा बनाउनु छ क्या, यसमा कति मसिनो पिस्तो रहेछ यो मिसिनले मोमो बनाउने। साह्रै राम्रो रहेछ यो चाहिँ, साह्रै छिटो पनि भयो। अनि अब यहाँ अब यता तयारी भइहाल्यो, अदुवा सबै कुराहरू तयारी गरेँ। अब यता अचारको लागि पनि रेडी गर्न थालिहालेँ। यता रेडी गर्दैछु मैले अचारको लागि। अब किमामा नुन सुन अलिकति अजिना हालेर चाहिँ यो अब यस्तै हो, घरमा बनाएको त हेर्दाखेरि सेतो पनि देखिन्छ तर हेल्दी हुन्छ। अनि गर्दैछु साथीहरू। अनि त्यसमा हल्कालाई मिसेर चाहिँ मजाले मिसेर अनि अब यता तयारी अवस्थामा मलाई फेरि यो पोको चाहिँ होटलको त चिसो हुँदैन, घरमा खाने हो होइन। एउटाको दुईवटा हुन्छ, दुईवटा यहाँ मैले एउटा बनाएको चाहिँ होटलमा दुईवटा हुन्छ होला, त्यति नै हुन्छ। अब यस्तो फास्ट बनाउँछु नि म, सबैभन्दा मलाई सजिलो लाग्ने भनेको यो डल्लो बनाउनलाई हो। मलाई भ्याउँदैन, दुईजना मान्छे बेल्ने हुँदाखेरि पनि म एक्लैलाई हतपत्ती भ्याउँदैन। म यस्तो फास्ट बनाइदिन्छु, बुढा चाहिँ राम्रो हुँदैन। जे होस् चल्छ, यतिको भयो भने पनि घरमा काम चला भइहाल्छ, चलिहाल्छ यतिले होइन। अनि उ गर्दा गर्दै कति बेर लागिसक्यो गरिरहेको छु। अनि आमा छोरी भएर छोरी पनि बोल्दैछु, म पनि गर्दैछु। अब इन्भर्टरमा मेरो त यो तलपट्टि स्टिलको भाँडोमा माथि बसालेर मजाले पाक्छ, पाक्दै पनि छ। छोरी खाँदै पनि गर्दैछन्, छोरीले पनि खाँदै पकाउँदै गर्दैछन्। अनि म चाहिँ यहाँ लाइन गइदियो भन्दै अनि त ग्यासमा सार्नु पर्यो। फेरि ग्यासमा सारेर गरम थालेर एकछिन पछाडि अनि मैले पनि एक दुईवटा चाख्नु न त कस्तो भएछ भनेर यहाँ हालेँ प्लेटमा, हालेर अचार पनि हालेँ। अचार पनि धेरै बनाएको थिएँ, एक जग बनाएको थिएँ। अनि अब हालेर खानु पर्यो भनेर अब यहाँबाट खाँदैछु गाईहरू। अब कस्तो हुन्छ, मिठो हुन्छ जस्तो लाग्यो मलाई पनि, खाँदाखेरि त मिठो भइहाल्छ नि। पछाडि छोरी च्याउँदैछिन्।